र येशू प्रभुले तपाईँ र मेरो निम्ति बोल्नुभएको वचनलाई हामी हेर्ने हो भने उहाँले भन्नुभएको छ कि बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन अथवा स्वर्गमा जान सक्दैन। यसकारण तपाईँ र मेरो मुक्ति आज येशू प्रभुमा छ, कि मुक्ति येशूमा मात्रै छ है। यसै कारण आज तपाईँ र मेरो निम्ति हामी दोधारमा अन्धविश्वासमा बस्नुपर्ने आवश्यक छैन, किनभने उहाँले तपाईँ र मेरो निम्ति मुक्ति सुनिश्चित गरिदिनु भएको छ। तपाईँ र मेरो निम्ति आज येशू प्रभु क्रुसमा मरिदिनु भएर तपाईँ र मेरो पाप, हामीले गरेको सबै अधर्मलाई उहाँले क्रुसमा मेटिदिनु भएको छ र उहाँको बलिदानले गर्दा आज तपाईँ र मैले मुक्ति पाउन सक्छौँ। हामी स्वर्गमा उहाँसँग अनन्तसम्म रहन सक्छौँ। समय छँदै नै प्रभुको वचनलाई सुन्नुहोस् र उहाँलाई अँगाल्नुहोस् र तपाईँको जीवनमा स्योर अवश्य नै त्यो मुक्तिलाई, त्यो विश्वासलाई आज येशू प्रभुमा सुनिश्चित गर्नुहुनेछ। आमेन।